कोइरो कुरा देखे दम्मै छ यार टप्पन साथी हो पाल्दै छु मैले हावा आइरहेछ क्या हावाले पुरै मारिहाल्छ यार के गर्नु यो राख्नुपर्छ लाइन गएछु चाहिँ यहाँ आगो फुकिरहेको छु सेकको बनाउनको लागि दसैँ अरे वर्षा यो दिनको रमाइलो चाड गाउँ घरमा कस्तो नबोलेको सेट गुटुङ टुङ 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 बोले पनि हुने नि त आगो है यस्तो बोलिरहेछ नि यतिको बोला के गर्नु मैले मरिसक्यो यार हेलो आइसु हेरेछ भर्खरै बोल्दैछ आगो सानो तरिकाले आयनमा यो पुरा भनेको छु मैले चाहिँ होइन मैले चाहिँ यहाँ पुरा आगो बालिसकेँ यो लाउने चैया होइन के उठेर चाहिँ हेरौँ त ल्याएको छु है फर्स्टचोटि मैले सेकुवा बनाएको होइन कस्तो उठेछ त्यो चलाइराख्नु पर्ने कस्तो होइन कमिनु भने ग्यासहरू म त यस्तो पुनेलो चलाइ गर्छु है पुनेको फेरि पुनेर पनि ढली जान्छ चिन्ताले चलाउनु पर्ने हो होइन गाई चाहिँ तर चिन्ता पनि छ यहाँ खोज्नु पर्ने छ पुनेर डढी जान्छ होला यत्रो आगोमा यस्तो चलाउँदाखेरि त एउटा एउटा गरेर निकाल्नुपर्छ होला अनि गाईको साह्रो छ मलाई दामी छ दिदी आइदिए हो खट्रो आइदियो चिन्ता मेहमान चिन्ता ए हो अंका मोरा से कम हुँदा है लङ्का म यहाँ खाँदैन त्यस्तै चिन्ता आइदियो होला जर बरे भन्ने त सेकुवा होला है गाइसो यसै छ हाम्रो दसैँ
के गर्नु हैन गाइछु तापले टोङबा सुकुटी मिठो हुन्छ टोङबाट सुकुटी चाहिँ यस्तो पोलेर हैन टोङबासँग खानु पायो भने मेरो फर्स्ट भिडियो हो गाइस नयाँ आइडिया चाहिँ फर्स्ट भिडियो कस्तो के हुँदैछ हेर्नु है गाइस यस्तै पोलिँदैछ गाइस यो चाहिँ मेरो फर्स्ट भिडियो यस्तो चलाइराखेको छु जसको चाहिँ डरै डर्छ त्यो राख्ने न त गाइस चाहिँ चलाउनु पर्छ गाइस चलाउँदै बनाउँछ सिकाउँछ यही सिकाउँछ है यस्तो चलाउने बनाउने भइसक्यो जस्तो छ सुँगुरको है यो चाहिँ गाई चाहिँ यो सुँगुर बङ्गुर हो धरन कालो च्वाचे भने जस्तो मरङको कालो च्वाचे यो चाहिँ हान्डो पर्छ लास्टै छमै तेलले क्या तेलले चाहिँ हान्डो रहेछ लेन्दै के छ त राम्रो छैन आगो धेर भएछ ल आगो कहाँ धेर हुन्छ आगो ठोर भइरहेछ यहाँ ओइ झरी गयो टिपा लगाऊ हुँदैन नि होइन त झार्नु त पाउँदैन नि झम झम सानो नचिम्काउ झिम सानो नचिम्काउ परेली पोटोके हुन्छु म इसारा दिन भयो त भइसक्यो हेर्ने कहाँ भएन त होइन सेकुवा भनेको यस्तै हो गाइछु मसल लाउनु पर्छ टक्कासँगले अनि पोल्नु पर्छ समय ल्याइँदै only saja only saja एउटा धेरै पकायो भने त फेरि छिट्टो न छिट्टो पो हुन्छ त
डर्छ अहिले नि धेरै पकाउनु हुँदैन नि यो अनि साह्रो पकायो भने डढेर है यो त फेरि कालै भइगयो क्या यस्तै गर्ने यहाँ एउटा चाखा त कस्तो चाख्नु एउटा हाल न त्यहाँ त्यो पाकेको चाखा न एउटा कस्तो भयो टेस्टी कस्तो भयो ठिकै भयो मसला गो मसला नुन पनि लाग्यो हो लाग्यो कस्तो भयो राम्रो भयो मसला नुन सबै लाग्यो नि लाग्यो ल ठिक मसला नुन लागेछ भन्छ नि दाइले लाग्यो होला आगो पनि यो कस्तो बल्दैन गाइस यो के भन्नुपर्ने यसले चाहिँ आगोलाई चाहिँ झट्टै सेकुवा के पो उठो रहेछ अरे गाइछु बाई कति 12 मिनट भइसकेको छ त्यो पनि दादा किन छेउमा दाइले देखाउनु भयो लाइटर छेउमा राखेको यहाँ छेउमा राखेर पर्किहाल्छ भयो त गाह्रो पो हुन्छ त यसलाई त गोजीमै राख्नु गाइछु बाई यस्तै सामने सेकुवा छ बनाइँदैछ अर्को भिडियोमा भेटौँ होला गाइछु दसैँ ह्याप्पी दसैँ सबैजनालाई